साथीहरुलाई मेरो YouTube च्यानल निष्ठा DIY मा। सो साथीहरु लामो समयपछि भिडियो लिएर आउँदै छु है। धेरै साथीहरुलाई थाहा नहुन सक्छ यो बीचमा मैले किन ग्याप गरे भनेर मैले चाहिँ केही चीजहरु चाहिँ शेयर गरेको पनि थिन। सो यो भिडियो मार्फत हजुरहरुले थम्बनेल हेरिओरिकन चाहिँ मज्जाले थाहा पाइसक्नु भएको छ मैले किन चाहिँ केही समयको लागि चाहिँ भिडियोहरु बनाउन सकिरहेको थिन भनेर। सो तपाईले मज्जाले बुझ्दिनुहुन्छ र भिडियो नहालेकोमा तपाईले मलाई माफ पनि गर्दिनु हुन्छ होला। र आज एकदमै राम्रो इन्ट्रेस्टिङ टपिक लिएर आइसकेको छु। सो तपाईहरुले इन्ट्रो पनि हेरिसक्नु भएको छ, टपिक के को विषयमा छ भन्ने पनि थाहा पाइसक्नु भएको छ र देखिसक्नु भएको छ। म एकदमै अहिले गर्मी पनि छ, गर्मीको मौसम पनि छ। सो एकदमै कम्फर्टेबल भएर एकदमै लुज लुगा लाएर पनि आइसकेको छु। सो सबैजनालाई स्वागत छ। नयाँ पुराना सबै साथीहरुलाई अहिलेसम्म सब्स्क्राइब नगरिकन मेरो भिडियो हेरिरहनु भएको छ भने प्लिज डु सब्स्क्राइब माइ YouTube च्यानल र भिडियो मन पर्छ भने लाइक पनि गरिदिनु नबिर्सिनुहोस्। सो आउनुस् तपाईहरुलाई आज म के छ सबै कुराको जानकारी दिन गइरहेको छु। आज हामी स्ट्रेच मार्क्सको विषयमा चाहिँ भिडियो बनाउँदै छौं। स्ट्रेच मार्क्स हाम्रो प्रेग्नेन्सी टाइममा मात्रै नभएर याद हामीले धेरै फ्याट गेन गर्यौं भने मोटायौं भने पनि स्ट्रेच मार्क्स बेली एरियामा मात्रै नभएर तिग्राहरू यस्तो थाई एरिया यस्तो पाखुराहरुमा पनि स्ट्रेच मार्क्स देखिने गर्दछ। सो त्यस्तो हो भने तपाईहरुले यो विधि हजुरहरुले पनि अपनाउन सक्नुहुन्छ। यो भिडियो स्पेशली प्रेग्नेन्ट वुमनहरुकै लागि भनेर तपाईहरुलाई त्यस्तो लाग्न सक्छ, तर यो विधिहरु तपाईहरुले पनि गर्न सक्नुहुन्छ। प्रेग्नेन्ट भएका महिलाहरुले या त प्रेग्नेन्ट नभएका महिलाहरुले या त जेन्ट्सहरुले पनि यो चीज चाहिँ गर्न सक्नुहुनेछ। हजुरहरुको घरमा एलोभेरा अलरेडी रोप्नु भएको छ, नेचुरल एलोभेरा अलरेडी छ, फलिरहेको भने मैले जसरी युज गर्न सक्नुहुन्छ। तर धेरै साथीहरुकोमा चाहिँ नहुन पनि सक्छ। सो त्यही भएर हजुरहरुले यस्तो एलोभेरा पनि युज गर्न सक्नुहुन्छ, यानी त्यसरी बोतलमा आउँछ। सो मैले तपाईहरुलाई चाहिँ अप्सनको रूपमा यो पनि देखाइरहेको छु है। घरमा छ भने एकदमै ठीक छ, छैन भने मार्केटबाट यसरी ल्याएर अनि हजुरहरुले यसमा मिक्स गर्नुपर्ने कुराहरु मैले देखाइरहेको छु के गर्ने हो भनेर। यो पनि मिक्स गरेर युज गर्न चाहिँ सकिन्छ। मैले चाहिँ आफुलाई कति चाहिने क्वान्टिटी हो त्यो हिसाबले एलोभेरा काटिसकेको छु र तपाईले यो एलोभेरामा बीचको भाग देख्न सक्नुहुन्छ जुन चाहिँ एकदमै जेली टाइपको छ। हो हामीलाई चाहिँ यो जेली टाइपको यस्तै पातलो चाहिएको। सो यसको लागि चाहिँ मैले एउटा सानो काइयो लिएको छु, मसिनो दाँत भएको। यसले चाहिँ बिस्तारै खुर्किँदाखेरि पातलो जेली निस्किने भएको हुन्छ। हातले र छुरीले गर्दाखेरि चाहिँ यसको ठुलठुलो पिसहरु चोक्टे निस्किन्छ। सो त्यही भएर तपाईहरुले पनि यसरी काइयोले निकाल्न सक्नुहुन्छ यसको बीचको भागको जेलीलाई। भिडियो कतिको काटेर हेर्ने बानी छ, प्लिज मैले सिकाएका प्रोसेसहरुलाई चाहिँ मिस नगरी हेर्नु होला। र यो मैले हाल्दै छु भिटामिनको क्याप्सुल। यसले एकदमै स्मुथ बनाउनलाई हेल्प गर्छ स्किनलाई। सो त्यही भएर यो एलोभेराले चाहिँ अलिकति स्किनलाई टाइट बनाउने, अलिकति हार्ड बनाउने भएको हुनाले मैले यसमा चाहिँ एलोभेरासँग भिटामिनको क्याप्सुल युज गर्दै छु। र हामीले यो पेस्ट रेडी गरिसकेपछि यसरी बेलीलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ। किन गर्ने भन्नुहुन्छ भने गर्मीको पनि मौसम छ, त्यहीमाथि अब पसिना ब्याक्टेरिया फोरहरु अलिकति सफा गर्ने है। बेली एरियालाई मात्रै नभएर ब्याक साइडमा पनि सफा गर्नुपर्ने हुन्छ। र सफा गरिसकेपछि चाहिँ यसलाई एप्लाई गर्ने तरिका म देखाउँदै छु। लगाउने प्रोसेस हेर्नु होला, भिडियो नकाट्नुस् प्लिज। तलबाट मास्तिरपट्टि यसरी राउन्ड राउन्डमा लिएर माथि जाने। यसरी तपाईले यो देख्न सक्नुहुन्छ जेली यस्तो मजाको भएको छ। सो यसलाई पुरै हातमा लिएर तपाईले बेलीमा मजाले राखेर यसलाई राउन्ड राउन्डमा मसाज गर्न चाहिँ सक्नुहुनेछ। र यसलाई यसरी लगाउँदाखेरि यसको बेनिफिट्सहरु पनि सुन्दै जानु होला। तपाईहरुलाई म यहाँ देखाउँदै पनि छु लाउने तरिका र यसको फाइदाहरु के छन् त त्यो पनि बताउँदै जाने छु। अहिले स्पेशली गर्मीको मौसममा यसले चाहिँ तपाईहरुलाई एकदमै शीतल गराउँछ। यो मैले स्टार्टिङ देखि नै युज गर्दै आएको प्रोसेस हो। सो यसले चाहिँ ठण्डा गर्छ। तपाईहरुलाई कतिको पेट पोल्ने चिलाउने भएको छ, मज्जाले यसले चाहिँ त्यसलाई कम गर्नलाई हेल्प गर्ने गर्दछ। तर हजुरहरुले युज गर्दाखेरि फर्स्ट टाइम युज गर्दै हुनुहुन्छ, तपाईलाई यसले कतिको सुट गर्छ गर्दैन थाहा छैन भने चाहिँ तपाईहरुले के गर्नुपर्ने हुन्छ, प्याच टेस्ट थोरै अलिकति एप्लाई गर्ने, हात खुट्टा कतै पनि या त बेलीमै अलिकति थोरै लगाएर हेर्ने। अनि सुट हुन्छ भने मात्रै तपाईले चाहिँ यसलाई पुरै बेलीमा लगाउन सक्नुहुनेछ। सो देखिसक्नु भएको छ कसरी लगाउने भन्ने विषयमा। र यसलाई चाहिँ लगाइसकेपछि अब 5-10 मिनेट यतिकै छोड्दिने, केही समयको लागि पेटमै छोड्दिने। र यसलाई त्यसपछि के गर्ने म सिकाउँछु। र मसाज गर्दा असेरो दाबेर गर्न मिल्दैन, हल्का हातले
यसरी लगाउँदाखेरि हामीले चाहिँ बेली एरियालाई मात्रै फोकस गरेर लगाउने होइन, हामीले ब्याक साइडमा पनि लगाउनु पर्ने हुन्छ किनकि हाम्रो मसल्सहरू यो छालाहरू सबै ब्याक साइडबाट तन्केर आउने भएको हुनाले यो साइडमा पनि स्ट्रेच मार्क्सहरू बस्ने गर्दछ। सो त्यही भएर यसले चाहिँ हाम्रो साइडको मसल्सलाई पनि स्मुथ बनाउने भएको हुनाले हामीले सबै एरिया अगाडि पछाडि दुईटै एरियालाई नछुटाइकन लाउनु पर्ने हुन्छ। यो लगाइसकेर कम्तीमा पनि 10 मिनट जति चाहिँ छोडिदिनु पर्ने हुन्छ र यसरी टवेललाई पानीमा भिजाएर क्लिन गर्नु होला। तपाईले भिडियोमा देख्न सक्नुहुन्छ एलोभेराको कस्तो मजाको व्हाइट कलरको चाहिँ निस्किरहेको छ। सो तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ मैले लगाएको ड्रेस एकदमै लुज कम्फर्टेबल र त्यहीमाथि सुती या रिबन यो गर्मीको मौसममा एकदमै हाम्रो बडीलाई सुट गर्दछ। यो चाहिँ नर्मल बडीलाई मात्रै नभएर प्रेग्नेन्सीको टाइममा पनि देख्न सक्नुहुन्छ। जति पनि साथीहरु प्रेग्नेन्ट हुनुहुन्छ उहाँहरुले यसरी नै लुज लुगा लाउनु पर्ने हुन्छ। किन भन्नुहुन्छ भने स्ट्रेच मार्क्स जुन हुन्छ टाइट कपडाले चाहिँ स्ट्रेच मार्क्सलाई चाहिँ झन धेरै बढाउनलाई हेल्प गर्छ। कसरी भन्नुहुन्छ भने टाइट लुगा लाउँदाखेरि हाम्रो बेली एरिया एकदमै इचिङ हुन्छ, धेरै नै चिलाउने हुन्छ। सो त्यही भएर टाइट लुगा लाउन मिल्दैन, कम्फर्ट हुने लुगा, सजिलो हुने लुगा, इजी हुने लुगा चाहिँ लाउनु पर्ने हुन्छ। सो भिडियोमा देखाए जसरी तपाईले युज गर्नु होला, लगाउनु होला। स्ट्रेच मार्क्स हटाउने हजुरहरुले फर्स्ट प्रोसेस हेरिसक्नु भएको छ। एकदमै इजी र कम्फर्टेबल वाला नै छ, त्यस्तो केही गाह्रो छैन। र यो हो सेकेन्ड मेथड। यसमा मैले युज गरेको छु कोकोनट ओइल। यो चाहिँ तपाईहरुले कुनै पनि ब्रान्डको लिन सक्नुहुन्छ, तर मैले सजेस्ट गर्नु पर्यो भने चाहिँ यो एक्स्ट्रा भर्जिन कोकोनट ओइल यो जुवासको मैले लिएको छु। एकदमै राम्रो छ, मैले लङ टाइम भइसक्यो मैले युज गरेको, यसको रिजल्ट पनि राम्रो छ। सो हजुरहरुले यो युज गर्न सक्नुहुन्छ। मैले यसमा मिक्स गरे एउटा भिटामिनको क्याप्सुल र यो दुईटाको अब चाहिँ मिक्सचर रेडी भइसकेको छ र अब मैले चाहिँ यसलाई एप्लाई गर्दै छु। र सेम यसलाई पनि एप्लाई गर्दाखेरि तपाईले पहिला सुरु आफ्नो बेलीलाई क्लिन गर्ने, सफा गर्ने अनि मात्रै एप्लाई गर्नु होला। हजुरहरुले देखिरहनु भएको छ तेल पनि धेरै प्रकारको हुन्छ। नरिवलको तेल मैले तपाईहरुलाई जुन युज गर्ने भनेर भनिरहेको छु, यो चाहिँ मैले यसरी हातमा लिएको, यो लोकल जहाँ पनि तपाईहरुले पसलहरुबाट लिन सक्नुहुन्छ। यो सस्तो पनि पर्छ, त्यस्तो एक्सपेन्सिभ छैन। यो चाहिँ तपाईहरुले कुनै पनि पसलबाट लिन सक्नुहुन्छ। अलिकति कम दाममा सानो ठुलो सबै साइजको आउँछ। र यो तपाईहरुले युज गर्नु मन छैन भने तपाईहरुलाई म अर्को अप्सन पनि देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ जुवासको छ यो कोल्ड प्रेस्ड भर्जिन कोकोनट ओइल र यो दुईटामा कुनै पनि युज गर्न सक्नुहुन्छ। नरिवलको तेल युज गर्न मन छ भने, या त यो बाहेक अरु कुनै युज गर्न मन छ भने आल्मन्डको अलिभ ओइलहरु अरु पनि टन्नै छन्। तर यो कोकोनट ओइल एकदमै बेनिफिशियल छ, जुन चाहिँ म आफै पनि युज गरिरहेको छु। यो मेरो थ्रु आउट प्रेग्नेन्सी जर्नी भरि र यसको रिजल्ट एकदमै राम्रो पनि छ, जुन चाहिँ तपाईले मैले भिडियोमा देखाइसकेको छु। भिडियोमा पनि हेर्न सक्नुहुन्छ, एकदमै राम्रो रिजल्ट आउँछ र अहिलेसम्म चाहिँ मेरो कुनै पनि स्ट्रेच मार्क्सहरु बसेको छैन। र तपाईहरुलाई फुल 9 मन्थ कम्प्लिट भइसकेपछि पनि म फेरि पनि भिडियो पार्टहरु पनि अरु लिएर आउने छु र देखाउने छु। सो यो तेल एकदमै बेनिफिशियल छ। यो अलिकति एक्सपेन्सिभ पनि पर्छ है, 700 to 800 लगभग यो पर्न जान्छ। यो 370 ml हो यसको चाहिँ वेट। तपाईहरुलाई यस्तो मन पर्छ भने चाहिँ यो पनि युज गर्न सकिन्छ। यो तपाईहरुले कहाँबाट अर्डर गर्ने भन्नुहुन्छ भने मैले चाहिँ दराजबाट अर्डर गरेको थिएँ। हजुरहरुले चाहिँ अनलाइन स्टोर कतैबाट पनि अर्डर गर्न सक्नुहुन्छ, या त आफ्नो नजिकैको मार्केटहरुमा पनि पाउन सक्छ। सो तपाईहरुले बुझेर लिन सक्नुहुनेछ। मैले चाहिँ यो सजेस्ट पनि गरिरहेको छु हजुरहरुलाई है त। सो फ्रेन्ड्स, हजुरहरुले मेरो बेली एरिया हेरिसक्नु भएको छ। लगाउने तरिका हरेक थोक मैले कसरी युज गर्ने नगर्ने सबै सिकाइसकेको छु। र मेरो बेलीलाई हेरिसकेपछि तपाईलाई लाग्छ कहीँ पनि दाग धब्बा पनि छैन, कहीँनिर स्ट्रेच मार्क्स अहिलेसम्म बसेको छैन। सो आउने दिनहरुमा पनि नबसोस् भनेर नै मैले पनि यो सबै चीजहरु चाहिँ स्टार्टिङदेखि नै फलो गर्दै आएको छु। सो तपाईहरुलाई पनि यस्तै क्लिन बेली चाहिएको छ भने तपाईहरुले यो भिडियो हेरेर आफूले मैले गरेको जस्तै तरिकाहरु चाहिँ फलो गर्न सक्नुहुन्छ र एकदम क्लिन बनाउन सक्नुहुन्छ। र हजुरहरुको अलरेडी स्ट्रेच मार्क्सहरु आइसकेको साथीहरुले पनि यो प्रोसेस गर्न सकिन्छ है त। र यो कहिले गर्ने भन्नुहुन्छ भने एभ्री डे बेलुका सुत्नुभन्दा अगाडि गर्न सकिन्छ। मसाज गर्नु होला, लगाउनु होला। तपाईहरुलाई अब बेलुकाको समय तपाईहरुलाई चाहिँ टाइम छैन भने तपाईले अरु पनि कुनै समय एउटा निकालेर लाउन सक्नुहुनेछ। हजुरहरु धेरै जनालाई लाग्न सक्छ तोरीको तेल पनि त लाउन सकिन्छ, तोरीको तेल किन रेकमेन्ड गर्नु भएन भनेर त्यस्तो लागिरहेको छ भने तोरीको तेल अलिकति गर्मी गर्दछ जिउमा। स्पेशली प्रेग्नेन्ट हुने छोरी मान्छेहरुको लागि चाहिँ स्पेशली अझै त्यसले चाहिँ के गर्छ भने
प्रेग्नेन्ट भइसकेको मान्छेको ताप यो भित्रको टेम्परेचर एकदमै बढिरहेको हुन्छ, गर्मी त्यत्तिकै लागिरहेको हुन्छ। त्यही माथि अब अहिले त गर्मीको मौसम हो। सो त्यो गर्मीको मौसममा चाहिँ झन् त्यो तेलले गर्मी गराउने हुन्छ र धेरैजनालाई नफाप्ने पनि हुन्छ तोरीको तेल, एलर्जी पनि हुन्छ। सो तपाईँहरूले पनि भिडियोमा देख्न सक्नुहुन्छ धेरैजनालाई चाहिँ तोरीको तेल लगाइवरिकन चाहिँ यसरी एलर्जी आएर हस्पिटल पनि जानु परेको पनि पाएको छु। सो त्यही भएर चाहिँ नरिवलको तेलले चाहिँ एकदमै चिसो ठन्डा गर्ने भएको हुनाले यो गर्मीको मौसमलाई एकदमै उपयोगी छ। तपाईँहरूलाई पनि मैले यही सजेस्ट गरेँ। आल्मन्ड, अलिभ ओइल, अरू पनि ओइलहरू छन् जुन चाहिँ तपाईँले युज गर्न सक्नुहुनेछ, तर म बेसिकली म आफैले युज गर्ने नरिवलको तेल भएको हुनाले तपाईँहरूलाई पनि म यो रेकमेन्ड गर्न चाहन्छु। र कपालमा लाउँदाखेरि पनि यसको लागि त अरू भिडियो पनि लिएर आउनेछु, नआउने होइन, तर तपाईँले यो नरिवलको तेल कपालमा पनि युज गर्न सक्नुहुनेछ। तोरीको तेल चाहिँ अहिले यो गर्मी मौसममा एभोइड गर्नु होला, स्पेसली प्रेग्नेन्टहरूले है त। ल यति भन्दै म चाहिँ बिदा लिन चाहन्छु। यो भिडियो कस्तो लाग्यो, के लाग्यो कमेन्ट छोड्न नबिर्सिनु होला, माया पनि देखाइदिनु होला, साथ सपोर्ट दिनु होला। र आफ्टर धेरै लामो समयपछि, आफ्टर लङ टाइम मैले यो भिडियो बनाएको छु है। माया साथ सपोर्ट देखाइदिनु होला, धेरै धेरै धन्यवाद। ओके, यस्तै यस्तै भिडियोहरू लिएर आइरहनेछु। बाई बाई, टेक केयर, नमस्कार।